हरेक मङ्गलबार हाम्रो निमित्त श्रमिक बार हो। श्रमिक नसुमसुमाइकन नपल्टाइकन हाम्रो मङ्गलबार अस्ताउँदैन। हामीमध्ये धेरैले सुरुमा सम्पादकीय हेर्छौँ, पढ्छौँ, त्यसपछि एक क्षण नहेरी अन्त लाग्दैनौँ। त्यही सम्पादकीयहरूको सङ्कलनको तेस्रो खण्ड र एक क्षण श्रद्धेय पार्टी अध्यक्षज्यूबाट सार्वजनिक भयो। म सम्पादकीय सङ्कलनबारे संक्षिप्त चर्चा गर्छु र सबैभन्दा पहिला यो किताबहरू प्रकाशनको निम्ति मेहनत गर्नुहुने, तयारी गर्नुहुने सबैमा आभार व्यक्त गर्दछु। सम्पादकीयमा हामी हाम्रो विचारको प्रतिध्वनि अनुभव गर्छौँ। राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई हेर्ने आँखा या दृष्टिकोण भेट्छौँ। तत्कालीन परिस्थितिमा अथवा राजनीतिक घटना र परिघटनामा पार्टीको लाइन के हो या स्ट्यान्ड के हो भनेर थाहा पाउनको निमित्त सम्पादकीय नपढी हुँदैन। यसर्थ सम्पादकीय श्रमिक साप्ताहिकको प्राण हो, पार्टीको आवाज हो। यसको पुस्तक आकारले हामीलाई जीवन दिएको छ, अझ बलियो उभिने आधार दिएको छ। अझ सरल भाषामा कार्यकर्तालाई साँच्चैको राजनीतिक कार्यकर्ता बन्न, मान्छेलाई साँच्चैको मान्छे बन्न सिकाउने मार्गदर्शन र जीवन दर्शन यसमा छ। पार्टी चिन्तनको चौतारी हुनुपर्छ। एउटा विश्वविद्यालय जस्तै हो पार्टी भन्ने अध्यक्षज्यूको भावना पुस्तकमा अनुभव हुन्छ। अध्यक्षज्यूले भन्नुभएको विश्वविद्यालयमा मानिसलाई योग्य बनाइन्छ, विचारले शिक्षित बनाइन्छ, नैतिकता पढाइन्छ। राजनीतिमा नैतिकताको खडेरीले नै आजको परिस्थिति आएको हो भन्दा फरक पर्दैन। राजनीतिक संस्कार सिकाइन्छ यहाँ। समाजवादी आचरण, सर्वहारा वर्गीय भावना आत्मसात गराइन्छ। पेरिस कम्युनको भावना, सोभियत समाजवादको भावना, अन्तिम दमसम्म देश र आदर्श समाजको निमित्त लड्ने भावना सिकाइन्छ। विश्वविद्यालयका हामी विद्यार्थीका निम्ति सम्पादकीय सङ्कलन पाठ्यपुस्तक जस्तै हो, सन्दर्भ सामग्री जस्तै हो। यसभित्र मानव समाजको विकास, हरेक युगमा वर्ग सङ्घर्षको श्रृङ्खला, सभ्यताका कुरा छन्। विश्वमा अहिले सभ्यता युद्ध चलिरहेको छ, त्यो बुझ्न, त्यसलाई हेर्ने आँखा पनि यो पुस्तकले प्रदान गर्छ। यसभित्र विश्व राजनीतिक इतिहास, पुँजीवादी क्रान्तिदेखि समाजवादी क्रान्ति, अफ्रिकादेखि युरोप, एसिया, ल्याटिन अमेरिकासम्मका राजनीतिक सङ्घर्ष र जनताका नायकहरूको बलिदानको कथा छ। यसभित्र समाजशास्त्र छ, राजनीतिशास्त्र छ, अर्थशास्त्र छ, दर्शन, कूटनीति, कानुन, ज्ञान र विज्ञानका कुरा छन्। भूगोल छ र भूराजनीति छ। प्रत्येक लेखको शिरमा देश छ, जनता छन्। पुस्तकले सन्देश दिन्छ, देश र जनताको निस्वार्थ र इमान्दारीपूर्वक सेवा गर्नु नै राजनीति हो। राजनीति आफ्नो मनको लड्डु होइन। व्यक्तिगत स्वार्थ र विदेशी स्वार्थमा लीन मान्छे राजनीतिक कार्यकर्ता बन्न सक्दैनन्। शासक दल यहीँनिर चुकेको बुझ्न हामीलाई यो पुस्तकले सघाउँछ। ती शासक दलले राजनीतिलाई धमिल्याएर जनताको भावना मारे, मन मारे। तिनले भ्रष्टाचार र बेइमानीको पराकाष्ठा नागे। तिनको सङ्कीर्णता, फाँसीवादी व्यवहार, सिद्धान्तहीनता, पथ भ्रष्ट र अवसरवादी व्यवहारको फेहरिस्ट निकै लामो छ। निर्वाचनलाई समेत तिनले जुवाको खेल बनाए। जित्नकै लागि कहिले सिद्धान्तहीन गठबन्धन त कहिले फुटको कुसंस्कृति हुर्काए। फाइदाको लागि चुनाव चिन्ह किनबेच गरे। सारा अराजनैतिक काम तिनले गरे। देशलाई सम्पूर्ण रूपले परनिर्भर बनाए 35 वर्षमा। त्यसैले शासक दलप्रति जनताको वितृष्णा विस्फोट हुन्छ एक दिन, पापको घैँटो भरिन्छ एक दिन भनेर सम्पादकीयहरूले सचेत बनाएकै हो। तिनीहरू सुध्रिएनन्। आज त्यसैको परिणाम हामी देख्दैछौँ। चाणक्य नीतिको कुरा छ पुस्तकमा। कुनै परचक्रीले छिमेकी देशमाथि कुदृष्टि राखेपछि सीमाका प्रहरी, गुप्तचर र भन्सारदेखिका कर्मचारीलाई आर्थिक रूपले भ्रष्ट बनाउँदै तिनीहरू सेना
र सिंहदरबारसम्म पुग्छन्। देशलाई रक्षा गर्ने शक्ति नै विदेशीको सेवामा लागेपछि देशको स्थिति इराक, लिबिया, सिरिया, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश जस्तो हुन्छ, सार्वभौमिकता गुम्छ। सम्पादकीयले यसरी स्पष्ट रूपमा सचेत बनाएकै हो। आज नेपाल फरक ढङ्गले त्यही अवस्थामा पुगेको या पुर्याइएको हो भन्दा अतिशयोक्ति नहोला। अर्थतन्त्रमा आत्मनिर्भरताको प्रश्न बलियोसँग पटक पटक उठेको छ। नेपालको उत्पादन, बजार र वित्तमा भारतीय एकाधिकार पुँजीको कब्जालाई भारतको नेपाल विरुद्ध आर्थिक युद्ध भन्न सकिन्छ। उत्पादन गर्ने युवालाई विदेश पठाउनुले युद्धमा हार मात्रैको यथार्थ बोध पनि पुस्तकले गराउँछ। आत्मनिर्भरताको लागि कृषिमा आधारित उद्योग धन्दा, यातायात, विद्युत, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, यन्त्र प्रविधिको विकासमा जोड दिने उपाय पनि छ पुस्तकमा। अहिलेको पेट्रोलियम पदार्थ अभावको समस्या, महँगीको समस्या किन, यो विषयमा पनि हिजै छलफल भइसकेको रहेछ। नेपाल व्यापार घाटाको प्रमुख कारण पेट्रोलियम पदार्थ आयात हो। त्यो पनि भारतबाट मात्रै आयात गर्नुपर्ने बाध्यताका कारण पनि अर्थतन्त्र खोक्रो बनेको हो। सम्पादकीयमा यसको उपाय छ नेपाललाई विद्युतीकरण गर्ने, इलेक्ट्रिफिकेसन गर्ने, विद्युतमा आत्मनिर्भर देशलाई बनाउने र विद्युत नै विकल्प बनाउने पेट्रोलियमको। पश्चिमले अब युद्ध पेट्रोलियमकै लागि हुन्छ, अर्थात् पेट्रोल प्रभुत्वको लडाईँ हुन्छ अब भनिरहँदा चीनले विद्युत या सोलर अथवा नवीकरणीय ऊर्जाको विकल्प संसारलाई दिएको हामीलाई स्मरण छ। अन्य देशसँग कूटनीतिक पहल गर्ने कुरा पनि यसमा छ, पुस्तकमा छ। चीनबाट पेट्रोलियम पदार्थको आयातको प्रयास पछिल्लो पटक नाकाबन्दीको समयमा भएको थियो, तर त्यो रोकियो। पारवाहन अधिकारको सवाल त छँदैछ। नेपाल कपास, फलाम, तामामा आत्मनिर्भर बन्न सक्थ्यो, तर चीनकै सहायतामा बनेका कपडा, कागज उद्योग, औजार उद्योग, कृषि औजार उद्योग ध्वस्त बनाइयो 35 वर्षमा। केही विज्ञहरूले यसलाई नेपालमा चीनको प्रभाव पर्ने डरको संज्ञा दिएका छन्। नेपालमा भारतीय एकाधिकार पुँजीको हमला र कब्जा हुनुमा शासक दलको अकर्मण्यता जिम्मेवार छ। सुगौली सन्धिदेखि विभिन्न असमान सन्धि सम्झौताले देशको सार्वभौमिकता पनि गुम्दै गयो भन्ने प्रमाण पनि पुस्तकले प्रस्तुत गर्छ र नेपाली जनताका शत्रु फेरि पनि विदेशी शक्ति नै हुन् भन्ने स्पष्ट विचार पनि पुस्तकले दिन्छ। बेलायतदेखि संग्रह अमेरिकी साम्राज्यवादको अपराधको फेहरिस्ट या इतिहास यो पुस्तकमा छ। अमेरिकी साम्राज्यवाद रहेसम्म विश्वमा अन्यायपूर्ण युद्ध टुङ्गिँदैन, तर साम्राज्यवाद पतनोन्मुख छ भन्ने अध्यक्षज्यूको चिन्तन पुस्तकमा अनुभव हुन्छ। पुस्तकमा एउटा लाइन छ, भियतनाममा युद्धको कारण अमेरिकी डलरको मूल्य घट्दै जाँदा भियतनामबाट अमेरिकी साम्राज्यवाद भाग्न बाध्य भयो। यथार्थ यही नै हो। डलर कमजोर बनेको दिनबाट अमेरिकी साम्राज्यवाद विघटनको दिनगन्ती सुरु हुन्छ। त्यसैले अहिले हर्मुज जल डमरूबाट संग्रह अमेरिका पछि हट्नु परेको हो। 1970मा संग्रह अमेरिकाले पेट्रो डलर प्रणाली स्थापना गर्यो, गोल्डको स्ट्यान्डर्डलाई हटाएर। साउदी अरबसँग 1974मा सम्झौता गर्यो। 55 वर्षदेखि पेट्रो डलर अमेरिकी अर्थतन्त्रको मेरुदण्ड हो। अमेरिकी सैन्य खर्च र घाटा खर्चलाई वित्त पोषण यही पेट्रो डलरले गरिरहेको छ। त्यसैले डलर प्रणालीमा प्रश्न गर्ने जो कोहीलाई सिध्याइदिन खोज्छ। भेनेजुएलाले 2018मा आफूलाई डलर कारोबारबाट मुक्त घोषणा गर्यो। चीनलाई युवानमा तेल बेचिरहेको थियो, त्यसैले राष्ट्रपति माडुरो दम्पति अपहरण गर्यो भन्ने विश्लेषण पनि छ। 2000तिर फर्किँदा सद्दाम हुसेन, 2009तिरको कुरा गर्दा गद्दाफी मारिएको घटना पनि योसँग जोड्न मिल्छ भन्ने विश्लेषण पनि छ। हर्मुज जल डमरूमा तेलको कारोबार युवानमा गर्ने इरानको घोषणा र प्रतिकारले संग्रह अमेरिकालाई यति बेला जिउँदो मान्छेको फेला परेको अनुभव भइरहेको होला।
ब्रिक्स करेन्सीको कुरा उठ्ने बित्तिकै ब्रिक्स देशमा ट्याक्स वार, ट्रेड वार चर्को बनाएको स्मरण छ। नेपाललाई सङ्ग्राम अमेरिकाको डलर हमलाबाट सचेत रहन पुस्तकले सुझाउँछ। डलर साम्राज्यको विरोधमा उभिन बलियो खुराक प्रदान गर्दछ। आजको विश्वमा प्रभुत्व र युद्धको विकल्प सहकार्य र शान्ति हो। एकपक्षीयताको विकल्प बहुपक्षीयता हो। डलर, एमसिसी, आइपिएस, एसपिपी सबै सङ्ग्राम अमेरिकी प्रभुत्व युद्धका अमेरिकी हतियार हुन्। नेपालले विश्व शान्तिको पक्ष लिनुपर्ने सरकारलाई सुझाव पनि पुस्तकमा छ र यति कुरा शासक दलले मनन गर्नुपर्ने कुरा पनि यो पुस्तकले भन्छ। समग्रमा पुस्तक निकै पठनीय छ, सङ्ग्रहनीय छ। विशेष गरी बुद्धिजीवी र प्राज्ञहरू बीचमा यो पुस्तकको छलफल, अध्ययन र अन्तर्क्रिया हुन जरुरी छ। पुस्तकका स्रष्टाप्रति सम्मान छ, प्रकाशकप्रति साधुवाद छ। धन्यवाद।